नमस्कार आदरणीय सम्पूर्ण अभिभावकज्यूहरू। आज अलिकति फरक प्रसङ्गमा भिडियोमा यहाँहरूले सुन्न पाउनुहुनेछ। विशेष गरी बच्चा किन चकचके हुन्छ अनि बच्चालाई हामी चकचके बन्द गर्नको लागि गाली गर्छौँ, पिट्छौँ र हाम्रो सुविधाको लागि तह लगाउँछौँ। वास्तवमा बच्चा किन चकचके हुन्छ, चकचक किन गर्छ, चकचक गर्दा फाइदा के हुन्छ, यसको बारेमा चाहिँ आज यो सानो भिडियो क्लिपमा हामी सुन्न गइरहेका छौँ। मैले पढेअनुसार, मैले बुझेअनुसार, मैले खोजेअनुसार, मैले अनुभव गरेअनुसार बच्चा केही सिक्नको लागि चकचके हुन्छ। उसलाई कुनै सामान बिगार्दा, कुनै सामान भत्काउँदा, कुनै सामान पानीमा चोपल्दा अथवा आगोमा हालिदिँदा अथवा फुटाल्दा, चुडाल्दा उसलाई रमाइलो लाग्छ। बच्चाले विशेष गरी मजाले सिक्छ। मजा लाग्नु पर्यो क्या बच्चालाई। कुनै पनि सिक्नलाई रमाइलो लाग्यो भने बच्चाले सिक्छ। त्यसकारण चकचक गर्ने बित्तिकै हामी गाली गर्न सुरु गऱ्यौँ र आफू जस्तै भलादमी भएको जस्तो बच्चा हेर्न चाह्यौँ भने बच्चालाई त्यसले मानसिक असर गर्छ। किनकि हामी सानोमा सबै चकचके नै थियौँ। वास्तवमा कोही पनि सानोमा चाहिँ चकचक नगरिकन बस्दैन। सबै चकचके नै हुन्छ। त्यसकारण चकचक गर्ने बानीले बच्चालाई धेरै कुरामा सिक्न खोजेको भन्ने कुरा हामीले अनुभव गर्नुपर्छ। चकचक गर्दा दुईटा कुराहरू बच्चामा फाइदा पनि हुने रहेछ। उसको समग्रमा अहिले गरेको पछिल्लो अध्ययनबाट के कुराहरू आइरहेको छ भने चकचक गर्दा बच्चाको भित्री अङ्गहरू शारीरिक तन र उसका मन पनि स्फूर्ति हुने र भित्री अङ्गहरूलाई पनि विकास गर्नलाई मद्दत गर्दो रहेछ। किनकि बच्चामा रहेको ऊर्जालाई पोख्ने ठाउँ चाहिँ चकचक गर्ने हो। पोखेर उसले एक किसिमको उसको चकचक भनेको व्यायाम मान्नु न, कसरत मान्नु न। यसरी चकचक गर्ने उफ्रिनेले कसरत पनि हुने रहेछ, व्यायाम पनि हुने रहेछ। विभिन्न कुराहरू भत्काउने, बिगार्ने कोसिस पनि गर्दो रहेछ। बाबा आमालाई घाटा पर्यो या अग्रजलाई घाटा पर्यो, केही सामान फुटाल्दा, बिगार्दा बिग्रियो भन्ने चाहिँ उसले बुझेको हुँदैन। ऊ आफ्नो रमाइलोको लागि त्यो कसरी यस्तो भयो, जिज्ञासाको लागि, कौतूहलताको लागि त्यो कसरी यस्तो बनेको होला भनेर त्यसलाई चाहिँ खोज अनुसन्धान गर्नको लागि सिकाइको क्रममै उसले चाहिँ त्यो गरेको, ऊर्जा खपतकै लागि गरेको हो भन्ने बुझ्नु पर्यो। चकचक भनेको बच्चामा रहेको ऊर्जालाई पोख्ने माध्यम रहेछ, सिक्नको लागि उसमा रहने कौतूहलता, जिज्ञासाको माध्यम रहेछ भन्ने कुरा हामीले बुझ्यौँ भने हामी सानोमा आफू फर्क्यौँ भने हामी पनि सानोमा चकचके थियौँ, बदमास थियौँ, केही कुरामा उदण्ड थियौँ होला। त्यो कुरा बुझ्यौँ भने बच्चालाई हामी पिटेर, गाली गरेर, तर्साएर, डर देखाएर, यसो नगर भनेर धम्काएर, कुर्सीमा बसिराख, खाटमा बसिराख अथवा नचलिकन यहाँ बसिराख भन्ने चाहिँ भन्थेनौँ होला। सायद हामी सानोतिर फर्क्यौँ, आफू बालापनको अवस्थाको आफूले सोच्यौँ भने बच्चा चकचक गरेकोमा हामी रमाउँथ्यौँ होला। चकचक गर्छ र चकचकबाट सिक्छ भन्ने कुरा बुझ्थ्यौँ होला। उसमा रहेको धेरै नै ऊर्जालाई उसले खपतको लागि चकचक गरेको छ भन्ने कुरा जान्थ्यौँ होला, जसले गर्दा सजिलो हुन्थ्यो। यसकारण बच्चा चकचक गर्यो भने आजदेखि यहाँहरूले गाली गर्नुहुन्न, पिट्नुहुन्न, बरु ऊ के प्रति जिज्ञासाको लागि चकचक गरिरहेको छ भन्ने कुरा यहाँहरूले मनन गर्नुहुन्छ। खेलको लागि चकचक गरेको, खेलकुदको व्यवस्थापन गर्नुहुन्छ। कुनै केही चिज नयाँ सिक्नलाई चकचक गरेको भने त्यही कुरा व्यवस्थापन गर्नलाई, त्यही कुरा जिज्ञासा मेटाउनलाई, त्यही खोज अनुसन्धानलाई परिपूर्ति गर्नको लागि यहाँहरूले सहयोग गर्नुहुनेछ भन्ने चाहिँ मलाई लाग्छ। चकचकबाट नै बच्चाले सिक्ने र चकचक गर्ने बच्चामा किडनी समस्या, पछि भविष्यमा किडनीको समस्या हुने पनि कम देखिएको संसारमा अहिले अध्ययनबाट, स्वास्थ्य विज्ञानले गरेको अध्ययनबाट चाहिँ पत्ता लागिरहेको छ। र चकचकबाट नै बच्चा धेरै कुरा चुडालेर, भत्काएर, फुटालेर, पोलेर, च्यातेर सिक्ने भएको हुनाले चकचक गर्न दिनुपर्छ र चकचक बानीलाई एउटा समस्या समाधानमा सिक्ने गल्तीको अभ्यासमा बुझ्न सक्यौँ भने पक्कै हामी जानेको अथवा बुझेको अग्रज अथवा अभिभावक आमा बाबा बन्न सक्नेछौँ र असल आमा बाबा, असल अग्रज बन्नेछौँ भन्ने मलाई लाग्छ। यसकारण बच्चालाई कसरी सिकाउने भन्ने कुरा, बच्चा केमा बढी चाहिँ चकचक गरिरहेको छ, के बढी चलाउन खोजिरहेको छ, के कुरा उसले भत्काउन खोजिरहेको छ, त्यही कुरामा ऊ क्रियाशील छ भने
त्यसैलाई खोज्ने वातावरणको निर्माण गरिदियौँ भने, त्यस्ता खेलौनाहरू दिन सुरुवात गऱ्यौँ भने, त्यस्ता कुरा देखाउन सुरुवात गऱ्यौँ भने पक्कै पनि हाम्रा बच्चा भविष्यमा एउटा खोजमूलक, अनुसन्धानमूलक र एउटा उचाइमा पुग्न सक्ने, शिखरमा पुग्न सक्ने, सफलतामा पुग्न सक्ने, लक्ष्यमा जान सक्ने खालको बच्चा अथवा अभिभावक बन्न सक्छ भन्ने चाहिँ मैले महसुस गरेको छु। मेरो अध्ययनहरूले पनि यो महसुस गरेको छु। यहाँहरूले मेरो यो सानो क्लिपलाई लिएर केही कुराहरू बुझिदिनु भयो भने म आभारी हुनेछु। र यहाँहरूले मेरो यो घर दैलो शिक्षालाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब गरेर मेरो हौसलालाई, मेरो विभिन्न भिडियोहरू आगामी दिनमा हेर्नको लागि पनि र मैले पस्किनको लागि पनि, यस्ता भिडियोहरू ल्याउनको लागि पनि हौसला प्रदान गर्नको लागि यहाँहरूलाई सादर अनुरोध गर्दै आजको यो छोटो क्लिपलाई यहीँ अन्त्य गर्छु। धन्यवाद।